गीता सापकोटा मुर्दाबाद। कार्यालय प्रमुख यो आयल निगममा 3 वर्षदेखि 15 वर्षसम्म कार्यरत कर्मचारीहरू कार्यालय प्रमुख गीता सापकोटाज्यू आउनु भएपछि उहाँको सनकका भरमा उहाँहरूको रोजीरोटी बिना कारण बिना सूचना खोसिएको छ र रोजीरोटी खोसिएको 4 महिना बित्तासम्म हामीले चाहिँ केही समस्या भएको छ होला, केही होला आन्तरिक कारणहरू भनेर लामो समय हामीले बुझ्ने कोसिस गर्यौं। कारण केही पनि बुझिएन। त्यसपछि हामी नगरपालिकाको उपप्रमुख र म वडाध्यक्ष स्वयं सहित हामी 8-10 जना हामी के भएको रहेछ स्थानीय सरकारको तर्फबाट यो कार्यालयमा बुझ्न आयौं। बुझ्न आएर कार्यालय प्रमुखज्यूलाई यो के भएको हो हामीलाई जानकारी दिनुस्, पीडितहरूको आँसु पुस्ने कोसिस हामी पनि गर्छौं। उनीहरूको गल्ती छ भने पनि हामी भन्छौं। नियुक्ति गर्न सकिन्न, अब उहाँहरूलाई रोजीरोटी दिन सकिन्न भने विकल्प के हो हामी खोजी गर्छौं। तर मान्छेको जीविकोपार्जनलाई चाहिँ असर पुर्याउन हुँदैन भनेर हामीले सभ्य भाषामा पानी खाँदै चिया खाँदै हामीले कुरा राख्यौं। राखेपछि यो माथिको निर्देशन हो, माथिबाटै निर्देशन नआउन्जेलसम्म म केही पनि गर्न सक्दिनँ, मेरो जवाफ यति नै हो भन्नुभयो उहाँले। हामीले धन्यवाद भनेर हामी कार्यालयबाट बिदा भएका थियौं। तर उहाँले जनआस्थामा नगरपालिकाको उपप्रमुख मीना पोखरेल उप्रेती र 13 नम्बरको वडाध्यक्ष कृष्णराज सिगदेल आएर मलाई कार्यालयमा हप्की तप्की भयो भनेर उहाँले चाहिँ समाचार छपाउनु भएछ। उहाँले चाहिँ त्यो समाचारको सत्य तथ्य के हो उहाँमाथि स्थानीय सरकारको न्यायिक समितिले छानबिन गरोस् भनेर हामीले त्यहाँ मुद्दा दर्ता पनि गरेका छौं। हामीलाई चाहिँ बिना कारणले म्याडमले निकालिदिनु भएको थियो पुस 29 गतेबाट। अनि यतिखेरसम्म गर्दाखेरि हाम्रो पेन्सन पनि हुन्थ्यो। अनि अब त्यसरी निकालेपछि हाम्रो रोजीरोटी खोसियो। निष्कासन गरिएको कर्मचारी मध्येको एक म पनि हो। 5 जना कर्मचारी हामी निष्कासन छौँ। जम्मा उहाँले नोटिस त केही थिएन, उहाँले चाहिँ मौखिक रूपमा 7 जना 9 जना कर्मचारीमा सबैजनालाई हटाउनु भयो, तर पुनः बहाली फेरि 4 जनालाई गर्नुभयो। हामी 5 जना अहिलेसम्म आज हुन्छ भोलि हुन्छ भन्दै 15 दिन पछाडि 1 महिना पछाडि गर्दै गर्दै 4 महिना बितिसक्दाखेरि पनि अझैसम्म पनि हाम्रो केही नलागिसकेपछि हामीले हारगुहार गऱ्यौँ। श्रममा गएर निवेदन दियौँ, नगरमा दियौँ, दिनुपर्ने निकाय जति सबै ठाउँमा दिइसक्यौँ। तर अहिलेसम्म पनि केही निष्कासन नआएपछि हामी यो अवस्था आयौँ। अझै हाम्रो यो पहिलो चरण हो। अब हाम्रो लगातार हुनेछ। हाम्रो माग सम्बोधन नहुन्जेलसम्म हामी कन्टिन्यू हिसाबमा हुन्छौँ। भएन भने हामी तालाबन्दी गर्न पनि तयार छौँ। 9 जना कर्मचारीमा सबैजना कार्यालय सहयोगी रूपमा कार्यरत थियौँ। पछिल्लो समय उहाँले आफू निकटका मान्छे 4 जना राख्नु भएको छ। अनि पछाडि हामी 5 जनालाई बोलाउनु भएको छैन अहिलेसम्म। नबोलाउनुको कारण चाहिँ के हो बा हामी एउटा गल्ती कमी कमजोरी भएको छ कि भन्ने विषयमा चाहिँ हामीले बारम्बार पटक पटक गएर सोध्न खोज्दा बुझ्न खोज्दाखेरि उहाँले हामीलाई यो कुनै पनि त्यस्तो गल्ती कमजोरी होइन, माथिबाट निर्देशन आएको हो, तपाईँहरू आफ्नो पहल गर्नुहोस्, माथिबाट लगाउनुहोस्, नियुक्ति पत्र लिएर आउनुहोस् भनेर हामीहरूलाई बारम्बार भनेर पठाएपछि हामीले यत्रो 4 महिनासम्म अल्झिन बाध्य भयौँ। अब हामी नसक्ने अवस्थामा भएपछि यो अवस्था सिर्जना भएको हो। उहाँहरूलाई चाहिँ नियुक्ति पत्र बेगर कसरी जागिर खुवाइरहनु भएको छ, कुन सेक्टरबाट तलब खुवाइरहनु भएको छ, हामीलाई चाहिँ नियुक्ति पत्र चाहिने, उहाँहरूलाई चाहिँ नचाहिने भन्ने पनि हाम्रो जिज्ञासाको विषय रहेको छ। माथि जिएमको मन्त्रीको विषय रहेको छ, उहाँबाट आएको विषय रहेको छ, उहाँबाट निर्देशन गरेको विषय रहेको छ। अब यस्तै हो भनेदेखि हामी कन्टिन्यू यसलाई आज पहिलो हो, अब कन्टिन्यू यसलाई हप्ता दिन 15 दिन 1 महिना लाग्छ हामी लड्छौँ। 3 वर्षदेखि मैले कार्यालयमा कार्यरत छु र हामीलाई बिना कारण कार्यालय प्रमुखले हामीलाई बिना जानकारी 81 पुस 29 गते यहाँबाट माथिको निर्देशन हो भनेर तपाईँहरू जानुहोस् भन्नुभयो। र त्यसमध्ये म चाहिँ यति पीडित हो कि श्रीमानबाट पनि बिछोडिएर 2 वर्ष 3 वर्ष भयो। श्रीमानले नि हेर्नुहुन्न, जागिरको आधारै यही थियो। आजसम्म मेरो बच्चा एडमिसन गर्न सकेको छैन, 4 महिना भयो।
त्यतिकै बसिरहेको छु। अहिलेसम्म मेरो बच्चाको एडमिसन गर्न पनि सकेको छुइनँ स्कुलमा। यही जागिर थियो आधार, मैले खाने बाँच्ने आधार। अब त म कहाँ जाने झोला बोकेर। म्याडमसँग कति हार गुहार गरेँ, उहाँको क्वार्टरमा गएँ, मैले रोएर उहाँको हातै समातेर गर्दा पनि उहाँले उहाँको क्वार्टरमा प्रवेश गर्न पनि दिनु भएन। ज्यालादारी अस्थायी कर्मचारीहरू नेपाल आयल निगममा 400 जना जति रहेछन् बुझ्दाखेरि, र कुनै पनि ठाउँमा यसरी कर्मचारी बिना कारण केही नगरिकन निष्कासन गरेको छैन। उहाँले आफ्नो स्वार्थको लागि हो या के हो, उहाँको कुरा उहाँ नै जान्नुहुन्छ। हामीलाई केही उन्दै नगरिकन उहाँले यसरी निष्कासन गर्नुभयो माथिको निर्देशनअनुसार भनेर। तर हामीले कुरा बुझ्दाखेरि माथिबाट त्यस्तो निकाल्नु भनेर कुनै आदेश पनि आएको रहेनछ भन्ने कुरा हामीले बुझ्यौँ, र उहाँले आफ्नो पूर्वाग्रही ढङ्गले हामीलाई निष्कासन गरेर हाम्रो बिचल्ली बनाइदिनु भयो।